हेलो साथीहरु, सन्चै हुनुहुन्छ। 12 उत्तीर्ण गरेपछि तपाईले ब्याचलरमा बीएड सम्बन्धी गर्ने सम्पूर्ण जानकारीहरू लिएर आएका छौं, जुन तपाईहरुलाई एकदमै महत्त्वपूर्ण हुनेछ र तपाईहरुको चुजिङ सम्बन्धी समस्या हल गर्नेछौं। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला है साथीहरु। कृपया सब्स्क्राइब गर्नु होला अवश्य नै। र बढौं आफ्नो विषयवस्तुतर्फ। साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ कम्पल्सरी सब्जेक्ट ब्याचलरमा कम्पल्सरी सब्जेक्ट राखिएको छ, जुन बीएड तर्फ 3 वटा रहेको छ। जनरल इंग्लिश अनि अनिवार्य नेपाली अनि एउटा फिलोसफिकल एन्ड सोशियोलोजिकल फाउन्डेसन। त्यसका लागि तपाईले चुज गर्नुपर्ने हुन्छ। सब्जेक्टिभ पहिला हेरौँ, मेजर अर्को हुन्छ। तपाईले कम्पल्सरी हेर्नुपर्छ है। कम्पल्सरीमा तपाईलाई मेजर इंग्लिश पनि छ, तपाईको मेजर नेपाली पनि छ, हेल्थ पनि छ, पोलिटिक्स पनि छ, साइन्स पनि छ। यी थुप्रै विषयहरू छन्। तपाईले कम्पल्सरीमा पढ्नुपर्ने विषयहरू जनरल इंग्लिश, जसको कोड नम्बर रहेको छ 411। त्यसैगरी अर्को रहेको छ अनिवार्य नेपाली, त्यसको रहेको छ कोड नम्बर 401। अनि त्यसैगरी अर्को रहेको छ हाम्रो फिलोसफिकल एन्ड सोशियोलोजिकल फाउन्डेसन अफ एजुकेसन, जसको यहाँ हेर्न सक्नुहुन्न। तपाईमा म भनिदिन्छु तपाईहरुलाई 412 हुन्छ यसको कोड है साथीहरु। यी साथीहरु विषयहरू तपाईले कम्पल्सरी पढ्नुपर्छ। अनि अर्को के छ भने तपाईलाई मेजर इंग्लिश, मेजर नेपाली, जुन तपाईले जसमा बढी तपाईलाई इच्छा हुन्छ त्यो पढ्न सक्नुहुन्छ। मेरो मेजर नेपाली हो। +2 मा चाहिँ मैले एजुकेसन फ्याकल्टीमा पढेको। अब मैले मेजर नेपाली पढ्ने भने सजिलो हुन्छ, त्यसमा सबै छन्। अनि हेल्थ पनि कतिपय साथीहरुले +2 मा गरेको होला। अनि तपाईले हेर्नुभयो होला मेजर इंग्लिश पनि छन् कतै हैन। उहाँहरुलाई आफ्नो इच्छा अनुसार चुज गर्न पाउनुहुन्छ। अब हेरौँ मेजर सब्जेक्टहरु है साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ इंग्लिश ल्याङ्ग्वेज एजुकेसन 2 वटा हुन्छ। मेजर इंग्लिशमा 2 वटा सब्जेक्ट हुन्छ, फाउन्डेसन अफ ल्याङ्ग्वेज एन्ड लिङ्ग्विस्टिक है। अनि अर्को रहेको छ रिडिङ, राइटिङ एन्ड क्रिटिकल थिंकिङ। त्यसको साथै कोड नम्बर पनि त्यहाँ दिएको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। र फेरि मेजर नेपालीमा के छ भने नेपाली कथा र उपन्यास। अनि फेरि अर्को रहेको छ नेपाली नाटक, एकांकी र निबन्ध। यो भनेको मेजर नेपाली पढ्ने विद्यार्थीहरुको लागि हो, अनि माथिको जुन मेजर इंग्लिश पढ्ने विद्यार्थीहरुको लागि हो। अनि 3 वटा कम्पल्सरी छँदैछ। अनि फेरि तपाईको अर्को मेजर भनेको म्याथमेटिक्स एजुकेसन छ। पहिलो रहेको छ फाउन्डेसन अफ म्याथमेटिक्स। यसको कोड पनि यहाँ 416 दिएको छ, अनि तर दिएको छ 417। यो सबैमा हुन्छ, हेर्न सक्नुहुन्छ तपाईहरु। म्याथमेटिक्स क्याल्कुलस म्याथमेटिक्स एजुकेसन 417 मेजर यहाँ दिएको छ, हेर्नुभएको छ हैन। त्यसैगरी अर्को रहेको छ हेल्थ एजुकेसन, फाउन्डेसन अफ हेल्थ एजुकेसन। अनि त्यसैगरी अर्को रहेको छ फाउन्डेसन अफ फिजिकल एजुकेसन। जो साथीहरु मेजर लिएर पढ्नुहुन्छ, अथवा नेपाली होस् इंग्लिश होस् हैन, यी सबैमा 2टा मेजर हुन्छ, तपाईले लिएर पढ्न सक्नुहुन्छ है साथीहरु। अनि माइनरको पनि कुरा गर्ने छौं पछि, हेर्नु होला अन्तसम्म। त्यसैगरी इकोनोमिक्स एजुकेसनमा के छ भने इकोनोमिक एनालाइसिस। त्यसैगरी अर्को छ क्वान्टिटेटिभ टेक्निक इन इकोनोमिक्स। त्यसैगरी अर्को रहेको छ पपुलेसन एजुकेसन पढ्दाखेरि मेजरमा छ फाउन्डेसन अफ पपुलेसन एजुकेसन। त्यसैगरी अर्को रहेको छ क्वालिटी अफ लाइफ है साथीहरु। यहाँ सबै सब्जेक्टको 2 वटा राखिदिएका छौं। तपाईले सबै विद्यार्थीले मेजर भनेको जुन चुज गर्नुहुन्छ यो 2टा पढ्नुपर्छ, मेजर 2टा हुन्छ है। त्यसैगरी तपाईको अर्को रहेको छ पोलिटिक्सको तर्फ एजुकेसन। पोलिटिक्स एजुकेसनमा के छ भने पोलिटिकल थिंकर। त्यसैगरी अर्को रहेको छ पोलिटिकल एनालाइसिस। अनि त्यसको साथसाथै त्यसको कोड नम्बर हेरेर तपाईले बुक्सहरु लिन सक्नुहुन्छ है साथीहरु। त्यसको लागि तपाईलाई सहज प्रदान हुन्छ है। मेजर 2टै हुन् है, एउटा 416 रहेको छ, एउटा 417। सबै सब्जेक्टको हामीले मेजरमा अनि कोड नम्बरहरु साथै दिएका छौं, तपाईले हेर्न सक्नुहुन्छ। त्यसैगरी साइन्स एजुकेसनको फिजिक्स एन्ड केमिस्ट्री रहेको छ। ल साथीहरु, अब तपाईको यो त मेजर भइसक्यो। अब माइनरतिर जाम है साथीहरु। माइनरमा के छ हेर्न सक्नुहुन्छ यहाँ। ल यहाँ हामीले त्यसको रेड सिम्बलाइज गरिसकेछौं, रेड कलरले। बायोलोजी भनेको प्लान्ट साइन्स पार्ट 1
माइनरमा रहेको छ फाउन्डेसन अफ पपुलेसन एजुकेसन, फाउन्डेसन अफ म्याथमेटिक्स, फाउन्डेसन अफ हेल्थ एजुकेसन, एजुकेसन एडमिनिस्ट्रेसन, नेप्लिस एजुकेसन एन्ड क्वान्टिटिभ टेक्निक्स, पोलिटिकल थिङ्कर, नेपाली कथा र उपन्यास। यी भनेको तपाईँको मेजर हुन्छ अनि मेजरको साथसाथै त्यो सब्जेक्ट सम्बन्धी माइनर पनि हुन्छ होइन। माइनर सब्जेक्टमा यीहरू रहेछन्। त्यसै गरी अर्को रहेको छ यहाँ हेर्न सक्नुहुन्छ नेपाली कथा उपन्यास भइसक्यो। फाउन्डेसन अफ सोसल स्टडिज, इकोनोमिक्स एनालाइसिस, क्वान्टिटेटिभ टेक्निक इन इकोनोमिक्स, फाउन्डेसन अफ ल्याङ्ग्वेज एन्ड लिङ्ग्विस्टिक, यी सबै माइनर हुन् है साथीहरू। फाउन्डेसन अफ फिजिकल एजुकेसन, इकोनोमिक एनालाइसिस। तपाईँहरूले यो हेरेर तपाईँले पक्कै पनि चुज गर्न सक्नुहुन्छ तपाईँले मेजर कुन पढ्ने माइनर कुन पढ्ने होइन त्यो सम्बन्धी हुन्छ। अनि कोड नम्बर पनि दिएका छौँ हामी। यसले गर्दा तपाईँलाई चुजिङ सम्बन्धी समस्यालाई हल गर्छ र साथै तपाईँले अन्तसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। ल साथीहरू, अर्को डिमान्ड पछि तपाईँले कमेन्टमा भन्नुहुन्छ भने अर्को भिडियो तयार गरिदिन्छौँ। थ्याङ्क्स फर वाचिङ, सी यू नेक्स्ट भिडियो। ओके, बाई बाई।